हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला र मेरो न्यू युट्युब च्यानल न्यू भ्लगलाई सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला। म चाहिँ अहिले बिहानको 4 बजेको छ, 4 बजे हिँड्दैछु बाहिर। कस्तो चिसो मौसम छ, कस्तो मजा छ क्या बाहिर हिँड्नलाई। बिहानको मर्निङ वाक भन्छ नि, चिसो हावा, स्वच्छ हावा हिँड्दैछु बाहिर। सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नभुल्नु होला। र म चाहिँ रमजानले गर्दाखेरि ड्युटी अलिकति बेलैमा हिँड्नुपर्ने हुन्छ बिहानै। त्यही भएर बिहान 4 बजे नै लाग्यो जुनी जुनीलाई। के गर्नु हजुर, विदेश हो, विदेशमा जे पनि गर्नुपर्छ, टाइम टु टाइम हिँड्नुपर्छ। अब कि भक्क, अब के भन्छन् नि, अब कि खप्पर जाए गरी ठक्कर। यो चाहिँ मेरो जिन्दगीसँग मेल खाएको छ यो कुरो चाहिँ। जहाँ पनि जान्छु, मलाई जे पनि जान्छु, जे पनि गर्छ, मलाई ठक्कर दिएकै हुन्छ। त्यही भएर अब कि खप्पर जहाँ गरे ठक्कर भनेको यही भएर छ भन्ने लाग्छ आजकल। के गर्ने हजुर, गर्नु त पर्यो। यतितिर लागिरहेको भोलिबाट छ, 3-4 दिन छुट्टी छ, ईदको छुट्टी छ। 3-4 दिन फेरि घरमा बस्दा नि बोरै हुन्छ। के गर्ने होला, मान्छेको जिन्दगी जे गर्दा नि नहुने, काम गर्दा पनि अल्छी लाग्ने, छुट्टी हुँदा पनि बोर लाग्ने। मान्छे भनेको बैगुनी हुन्छ भन्थ्यो, हो रहेछ। बैगुनीले छाडेपछि कसको के नै लाग्छ र, धोका दिने माया लाउन कसलाई रहर जाग्छ र। मुटुभरि चोट